हेलो डियर फ्रेन्ड्स, आज म तपाईँहरूको लागि एउटा इम्पोर्टेन्ट टपिक डिस्कस गर्न जाँदैछु र त्यो टपिक चाहिँ के हो भन्दाखेरि चाहिँ भाइटामिन D3, जुन चाहिँ अब हामी सबैजनालाई थाहा भएकै कुरा हो। डक्टरले प्रिस्क्राइब गर्नुभएको हुन्छ 1 वर्षसम्म कम्पलसरी नानीहरूलाई भिटामिन D3 दिनु एकदमै जरुरी छ भनेर। र किन चाहिँ जरुरी छ भन्दाखेरि चाहिँ फर्स्ट अफ अल टु प्रिभेन्ट रिकेट, जुन चाहिँ रिकेट अब तपाईँहरूले देख्नुभएको होला, कतिजनाको खुट्टाहरू यस्तो टेरोमेरो भएको हुन्छ, नानीहरू हिँड्नु सक्दैन, मसल्स विकनेसहरू, त्यसको कारणले गर्दाखेरि चाहिँ भिटामिन D3 एकदमै जरुरी छ। अर्को चाहिँ अब इम्युनिटी बुस्ट, जुन चाहिँ अरू प्रिभेन्ट इन्फेक्सन्सहरूलाई बचाउँछ। अर्को चाहिँ टिथलाई स्ट्रङ गर्नुको लागि, ब्रेन डेभलपमेन्ट र ओभरअल हेल्थ डेभलपमेन्टको लागि चाहिँ अब भिटामिन D3 को कारणले गर्दाखेरि नै फोस्फेट र क्याल्सियमहरू अब्जर्भ हुनसक्छ। त्यसले गर्दा चाहिँ नानीको अब ओभरअल ग्रोथ एन्ड डेभलपमेन्टको लागि एकदमै इम्पोर्टेन्ट छ। र कतिजनाको मनमा क्वेसन्स हुन्छ, घामबाट पनि पाइहाल्छ त, किन भिटामिन D3 एकदमै दिनै पर्छ र भन्ने क्वेसन्सहरू हुन्छ। कतिजनाले स्किप गर्छ। र किन चाहिँ भिटामिन D3 चाहिँ घामबाट मात्रै पाउँदैन भन्दाखेरि अब नानीको स्किन एकदमै सेन्सिटिभ भएको कारणले गर्दाखेरि डाइरेक्ट सनलाइटमा एक्सपोज गर्नु सकिँदैन नानीहरूलाई। एउटा पर्टिकुलर टाइम हुन्छ नानीको, अब बिहान 8 बजीहरूमा सनमा राख्नुपर्छ। तर त्यो नानीले कम्पलसरी सन एक्सपोजहरूमा राख्नु नसकेको कारणले गर्दाखेरि चाहिँ भिटामिन D3हरूको कमी हुन्छ। र कमी भएको कारणले गर्दाखेरि चाहिँ सबै बोनहरू विकनेसहरू हुने गरिन्छ। त्यसको लागि चाहिँ एक्स्ट्रा सप्लिमेन्ट भिटामिन D3 दिनु एकदमै जरुरी छ। र कतिजनाको अब कन्फ्युजन हुन्छ, डक्टरले जस्तै प्रिस्क्राइब गर्नुभएको हुन्छ 400 इन्टरनेसनल युनिट एभ्री डे दिनुपर्छ नानीलाई भनेर। तर पेरेन्ट्सहरूको मनमा चाहिँ कन्फ्युजन हुन्छ, अब 400 इन्टरनेसनल युनिट भनेको चाहिँ कति हो भने 1 ml हो कि 2 ml हो या 0.5 ml हो, कन्फ्युजन हुन्छ। र तपाईँहरूले हेर्नुहोस्, अब तपाईँहरूले देख्नुभयो होला, यो मेडिसिन चाहिँ 30 ml को भिटामिन D3 होइन। मेडिसिन चाहिँ आफ्नो आफ्नो अब कम्पोजिसन आफ्नो आफ्नो हुन्छ। त्यसले गर्दाखेरि चाहिँ अब यो 30 ml को यसमा चाहिँ यहाँनिर लेखिएको हुन्छ 400 इन्टरनेसनल युनिट। तपाईँहरूले साइडमा देख्नुभएको होला, इच ml कन्टेन 400 इन्टरनेसनल युनिट। र कतिमा चाहिँ लेखेको हुन्छ 800 इन्टरनेसनल युनिट। अब जस्तै 400 इन्टरनेसनल युनिट भयो भने चाहिँ खालि 1 ml गरेर चाहिँ नानीहरूलाई कन्टिन्युसली दिनुपर्छ। इफ यहाँनिर चाहिँ 800 इन्टरनेसनल युनिट छ भने चाहिँ खालि 0.5 ml मात्रै नानीहरूलाई दिनुपर्छ। र भिटामिन D3 चाहिँ डक्टरको प्रिस्क्राइब अनुसार नै नानीहरूलाई दिनु जरुरी छ। अन्त तपाईँहरूले भिटामिन D3 सेम टाइममै दिनुभएको चाहिँ एकदमै राम्रो हो, किनभने सेम टाइममै दिनु भनेको नि रुटिन कन्टिन्युसली फलो हुँदै जान्छ। र बेस्ट फिडिङ दिएपछि बेस्ट फिडिङ दिएको बादमा र फर्मुला दिएपछि फर्मुला दिएको बादमा चाहिँ नानीहरूलाई दिनु जरुरी छ। थ्याङ्क यू।